जय श्रीमन्नारायण। गुरु शिष्य संवाद अन्तर्गत शिष्यले आज गुरुदेवलाई प्रश्न गर्नुहुन्छ। गुरुदेव, यदि शिष्यले सिद्धगुरु प्राप्त गरेको छ भने त्यस्तो गुरुको कृपाबाट थोरै प्रयास गरेर पनि ज्ञान प्राप्त हुन्छ भनेर मैले सुनेको थिएँ। के यो कुरा सत्य हो? जब शिष्यले प्रश्न गरिसकेपछि गुरुदेव भन्न थाल्नुभयो, गुरु भनेको सलाई हो र शिष्य भनेको दाउरा हो। गुरुले आगाको बिउ मात्र हालिदिने हो, बल्न त दाउरा नै पर्छ। यसको लागि दाउरा कति चिसो छ त्यसमा भर पर्दछ। यदि दाउरा चिसो छ भने हजारौं बट्टा सलाई कोरेर सकिन्छ, तर दाउरा बल्दैन। यसै गरी शिष्यमा यदि योग्यता आएको छैन भने गुरु कृपाले कुनै पनि परिवर्तन हुन सक्दैन। मानिसले घर छोडेर गुरुको खोजमा निस्कन्छन् र गुरु भेट्न पनि सक्छ, तर गुरुले दिएको उपदेशलाई बुझ्न सक्ने क्षमता भएको मानिस साह्रै कम हुन्छन्। गुरुको आज्ञा पालन गरे पछि कृपा यसैमा रहेको हुन्छ। गुरुको आज्ञा आगाको राप हो, जसले दाउरालाई सुकाइदिन्छ। यस्तो दाउरामा गुरु कृपाको सलाई कोरेर लगाइदिन साथ बल्न थाल्छ। गुरुले शिष्यलाई यसो गर्नुपर्छ भनेपछि त्यो गर्नुपर्छ, किन गर्ने, नगरे पनि हुन्न आदि सन्देह लिएर आफ्नै विचारमा लाग्यो भने मानिस न साधक हुन सक्छ र न शिष्य नै हुन सक्छ। यदि कोही आध्यात्मिक जिज्ञासु साधकले सिद्ध गुरुको साथमा रहने अवसर पायो भने उसको परिवर्तन अवश्य पनि भएको हुन्छ, तर कसरी उसमा परिवर्तन आउँछ भन्ने कुरा गुरु बाहेक अरू कसैले पनि बुझ्न सक्दैन। यसैले गुरुले शिष्यलाई बनाउनको लागि विविध किसिमले अगाडि बढाउनु भएको हुन्छ। आखिरमा ज्ञान कहाँ बसेको हुन्छ भन्दा आफैमा हुन्छ। यो ज्ञान त्यो समयमा प्रकट हुन्छ जब साधकले जगतमाथिको भरोसा पूर्ण रूपमा हट्दछ। यसैले सद्गुरुले शिष्यलाई जगतको भरोसा नगरेर भगवानको भरोसा गर्नको लागि मार्गदर्शन गर्नुहुन्छ। जबसम्म जगत झुटो हो र भगवान सत्य हो भन्ने कुरा मानिसले बुझ्दैन, तबसम्म मानिस शिष्य बन्न सक्दैन। यदि शिष्य पनि बन्न नसकेको मानिस गुरु बन्न गयो भने अनन्त न गुरु रहन्छ न शिष्य नै, दुवै एउटै मोहको खाडलमा गएर पुरिन्छ। हरेक मानिसलाई सिद्ध गुरुले मार्गदर्शन गरिरहनु भएको हुन्छ, तर सिद्ध गुरुको मार्गदर्शनलाई मानिसले अनुसरण गरेका हुँदैनन्। यसैले क्षण क्षणमा मानिसले मानवता गुमाइरहेको हुन्छ। गुरुको ज्ञान र शक्ति शिष्यको लागि सानो ठुलो भेदभावमा हुँदैन। गुरु त शिष्यको लागि प्रेरणा र पछाडिको शक्ति हो। अगाडि त आफै बढ्नुपर्छ। गुरु कस्तो हुनुपर्छ र गुरुको शक्ति कस्तो हुनुपर्छ भन्ने सोचाइ भएसम्म मानिसले न गुरु प्राप्त गर्न सक्छ न ऊ स्वयं शिष्य बन्न सक्छ। एकपटक गुरुको रूपमा आफूले कसैलाई स्वीकार गरिसकेपछि स्वीकार गरेको तत्त्वमा सारा त्रिभुवनको शक्ति उसमा भएको जसले देख्दछ उसले गुरु तत्त्वलाई आफूले खिच्न सक्दछ। गुरुको साथमा स्वार्थ राखेर कहिल्यै पनि कारोबार गर्नु हुँदैन। यदि हुन गयो भने फेरि यसबाट हुने कुरा भएरै छोड्छ। यस्तो अवस्था आयो भने मानिसले जीवन कहिल्यै पनि आध्यात्मिक नभएर घोर समारी हुन जान्छ। गुरुले शिष्यलाई प्रदान गर्ने भनेको चाबी मात्र हो। त्यो चाबीले ढोका खोलेर भित्र पस्ने काम शिष्य स्वयंले गर्नुपर्छ। जीवन त परिवर्तनशील छ, परिवर्तनले विचारलाई पनि परिवर्तन गराएकै हुन्छ। गुरुप्रति सन्देह पनि हुन सक्छ। यस्तो अवस्थामा गुरुले दिनुभएको इष्टदेव अथवा इष्टदेवीको उपासनालाई भने कदापि त्याग्नु हुँदैन। इष्टदेव वा इष्टदेवी भनेको नै गुरु हो। जसरी ब्राह्मणले
पवित्रताको लागि कुसको ब्राह्मण राखेको हुन्छ। यसै गरी गुरुले पनि इष्टदेवलाई गुरु मान्न भन्नुभएको हुन्छ। शरीर रहेसम्म यसमा प्रारब्ध रहेकै हुन्छ। प्रारब्धको कारणले मानिसको जीवनशैलीमा परिवर्तन प्रकट भएको हुन्छ। यसैले गुरुको स्वभावमा पनि परिवर्तन आउँछ नै। चाहे जति नै ज्ञान भए पनि यस्तो अवस्थामा गुरुप्रतिको भावना र श्रद्धामा परिवर्तन आउन सक्छ। यसैको कारणले कति शिष्यले गुरुलाई छोडेर पनि हिँड्छन्। यस्तो अवस्थामा बचाउने भनेको आफ्नो इष्टदेव अथवा इष्टदेवी हो। कलियुग भनेको वैश्यको युग हो। यसैले युग धर्मले जति नै गरे पनि कतै न कतै शिष्यलाई यसले समातेकै हुन्छ। जानेर व्यवहार गर्दा अर्थ हुन्छ र अलिकति स्वार्थ यसमा पस्न गयो भने अर्थले अनर्थको रूप लिन जान्छ। जसले अर्थलाई लिएर गुरुको साथमा रहेको हुन्छ उसको लागि जति नै सिद्ध गुरु भए पनि उसको मनरूपी चिसो दाउरा बल्न सम्भव हुँदैन। यस्तो स्वार्थी मानिसको लागि 1000 सिद्ध गुरुसँग भेट होस् तर गुरु उपदेशले केही पनि काम गर्दैन। जो सच्चा शिष्य हुन्छ उसको लागि सिद्ध गुरुले सदा रक्षा गर्नुभएको हुन्छ। अध्यात्ममा गुरुप्रतिको समर्पणले सिद्ध गुरुको छत्रछाया प्राप्त हुन्छ। चाहे उसको गुरु जस्तो हुन्। गुरु शरीर नभएर सत्ता हो। यसैले जसले गुरुमा आफूलाई समर्पित गरेको हुन्छ उसलाई उसको गुरुले केही पनि नदिए पनि गुरु सत्ताबाट प्राप्त भएको हुन्छ। गुरु सत्ता अदृश्य र अव्यक्त हुन्छ तर गुरुको शरीर दृश्य र व्यक्त रूपमा हुन्छ। जसले गुरुको पाउको पूजा गर्छ र गुरुको ध्यान गर्छ उसले गुरु सत्ताबाट आशीर्वाद पाउँछ। यसैले गुरु सिद्ध होइन यो त मानिसको कल्पना हो। गुरु सेवाबाट पाउने तत्त्व कल्पनातीत हुन्छ। यसैले गुरुलाई ठुलो सानो देख्नु सट्टा आफू यथार्थ शिष्य हुन सके या सकिन यसलाई विचार गर्नुपर्छ। यदि यथार्थ शिष्य हुन सकेको छ भने गुरुले जहाँबाट पनि आशीर्वाद दिनुहुन्छ। जय श्रीमन्नारायण।